हेलो मिनासान कोनिचिवा ओकेनिक देशका सबैजना सन्चै आरामै हुनुहुन्छ होला। मेरो नाम चाहिँ रमेश मगर हो। म फेरि पनि हजुरमा चाहिँ पार्ट 2 लिएर आएको छु। आज फेरि हामी यो जापानिज थाइको जापानिज नर्सिङ केयर सम्बन्धी चाहिँ क्वेसनहरू फेरि पनि एक्सप्लेन गर्नेछौँ। आज चाहिँ अस्ति नै हामीले एकदेखि 8सम्म चाहिँ क्वेसनहरू एक्सप्लेन गरेका थियौँ भने आज चाहिँ 9देखि 15सम्म गर्नेछौँ। इक्जाममा चाहिँ 15वटा क्वेसनहरू आउने हो र मैले चाहिँ भिडियो अलि लामो भएको भएर चाहिँ 8सम्म चाहिँ मात्रै गरेको थियौँ भने आज चाहिँ 9बाट चाहिँ 15सम्म चाहिँ क्वेसनहरू एक्सप्लेन गरेर हेर्नेछौँ। ल हेरौँ है त। क्वेसन नम्बर 9मा चाहिँ दुईजना खाएको सिको र सातो सानको चाहिँ कुराकानी रहेको छ। यो क्वेसन चाहिँ इम्पोर्टेन्ट छ है, यो इक्जाममा आउने चाहिँ सक्ने एकदम सम्भावना हुन्छ, यो चाहिँ इम्पोर्टेन्ट नै छ। ल सुरु गरौँ है त। क्वेसन नम्बर 9मा हेरौँ। खाएको सिको सातो सान हा मिगाकी वा वारी मासिताका भनेको छ। सातौजी दाँत माझ्न चाहिँ सक्नुभयो, दाँत माझेर सकिसक्नुभयो भनेको छ। अनि सातो सानले भन्नुहुन्छ मिगाइता केरेदो किराइनी नाता खादौका निते होसी देश भनेको छ है। माझे तर सफा भयो कि भएन भनेर चाहिँ एकचोटि हेरिदिनुहोस् न, एकचोटि हेर्न चाहन्छु भनेर चाहिँ सातौजीले भन्नुहुन्छ है त। फेरि पनि खाइको सेगोले भन्नुहुन्छ हाई वाकारीमासित हजुर बुझे कुचियो आकृति कुदासाई भनेको छ है। मुख चाहिँ खोलिदिनुहोस् न, मुख चाहिँ ओपन गरिदिनुहोस् न, खोलिदिनुहोस् न भनेर चाहिँ खोल्नुहोस् न भनेर चाहिँ खाएको सेगोले भन्नुहुन्छ। फेरि पनि हिदारी गावानी ताबी मन हो नगोते इमास्यो भनेको छ है। त्यसपछि खोलिदिनुहोस् भनेर चाहिँ हेरेर पछि चाहिँ के अरे हेर्दाखेरि चाहिँ बायाँपट्टि चाहिँ खानेकुरा बायाँपट्टि पछाडि भागमा चाहिँ खानेकुरा अड्केको छ, बाँकी छ भनेर चाहिँ खाएको सेगोले चाहिँ भन्नुहुन्छ है। अनि सातोजीले भन्नुहुन्छ सुमी मासेन तोत्ती कुदासाय भनेको चाहिँ ए हो र, त्यसो भए निकालिदिनुहोस् न भनेर चाहिँ सातोजीले भन्नुहुन्छ है। तोत्ती कुदासाय निकालिदिनुहोस् न भन्छ। अब खाएको सेगोले अब के त भन्नुहुन्छ, अब हुन्छ निकालिदिन्छु भन्छ कि हुन्छ ठिक छ भन्छ कि होइन, के भन्छ अब मन्दैमा हेरौँ है त। नानी नो नाकानी हाइरुको दबा हो एरान्डे कुदासाई भनेको छ। अब हामीले चाहिँ संवाद अनुसार चाहिँ मिल्ने कुरा चाहिँ छान्नुपर्ने हुन्छ, हेरौँ है त। एमा रहेको छ हाबु राशि हो तोरी खाए मास्यौका भनेको छ। अनि के अरे ब्रस दाँत माझ्ने ब्रस चाहिँ चेन्ज गरौँ कि भनेको छ है। यो चाहिँ अलिक मिल्दैन होला, दाँत माझ्ने ब्रस त्यो चाहिँ कुरा भएकै छैन। बीमा हेरौँ मिगी गाउँ किरै देसियो भनेको छ है। बायाँपट्टिको भागमा चाहिँ के अरे सफा छ अरे भनेको छ, हो त होइन है। सीमा हेरौँ हाई वाकारी मासिता भनेको हजुर बुझे भनेको छ। निकालिदिनुहोस् न भन्दाखेरि के भन्छ, हाई वाकारी मासिता भन्छ कि के भन्छ अझै एउटा पनि हेरौँ। डीमा हेरौँ उगाई ओसी मास्यो भनेको छ। मुख चाहिँ कुल्ला गरौँ भनेको छ है, कुल्ला गरौँ भनेको छ। मिल्छ कि मिल्दैन त? निकालिदिनुहोस् न भन्दाखेरि कुल्ला गरौँ भन्न मिल्छ त? मिल्दैन होला है। अनि के ब्रस चाहिँ एक्सचेन्ज गरौँ कि भन्न मिल्छ त? दाँत माझ्ने ब्रस चाहिँ एक्सचेन्ज गरौँ कि भनेको चाहिँ मिल्छ त? निकालिदिनुहोस् न भन्दा मिल्दैन है। अनि यो के छ त, दायाँपट्टि सफा छ भनेर त जानु मिल्दैन। अब हाई वाकारी मासु त हजुर बुझेँ भनेर चाहिँ निकालिदिनुहोस् न हुन्छ, ओके ठिक छ बुझेँ भन्नु चाहिँ मिल्छ त? मिल्छ होला है। त्यही भएर चाहिँ क्वेसन नम्बर 9को करेक्ट एन्सर चाहिँ सी हुन्छ है, हाई वाकारी मासिका भनेको है। ल अब 10मा हेरौँ। 10मा चाहिँ दुईजना सुजुकी सान र खाएको सुजुकी चाहिँ संवाद रहेको छ। ल हेरौँ है त। सुमिमासेन एक्सक्युज मी तोरी निकिताइ देश भनेको छ है। एक्सक्युज मी म चाहिँ टोइलेट जान चाहन्छु, टोइलेट जान मन छ भनेको छ है। अनि खाएको सेकोले भन्नुहुन्छ अनि वाकारी मासित हजुर बुझेँ भनेको छ। ताते सो देशका भनेको छ।
अनि तपाईँ चाहिँ उभिन सक्नुहुन्छ, बुझे उभिन सक्नुहुन्छ भनेर चाहिँ काइको सेगोले भन्नुहुन्छ है सुजुकी सानलाई। फेरि पनि सुजुकी सानले भन्नुहुन्छ, हाई युकुरी नारादेखि मास्का भनेको चाहिँ हजुर बिस्तारै बिस्तारै हो भने चाहिँ सकिन्छ। अच्छा देखि मास्का भए चाहिँ देखि मास हुनुपर्ने सरी या का चाहिँ अलि उस भएछ के अरे थपिएछ, यो देशका हुँदैन, यो देखि मास भन्ने हुन्छ। हाई युकुरी नारादेखि मास भनेको हजुर बिस्तारै भयो भने चाहिँ सकिन्छ भनेको छ है। फेरि पनि खाएको सेकोले भन्नुहुन्छ, देवा ओतिजुदाई सिमास्ने कुचो हाकी मास्योका भनेको छ है। के अरे ठिक छ म चाहिँ हेल्प गर्छु अनि के अरे जुत्ता चाहिँ लगाउँ भनेर चाहिँ भनेको छ है। अनि फेरि पनि सुजुकी सानले भन्नुहुन्छ, आरिगातो गोजाइमास भनेको छ धन्यवाद, ठिक छ ओके छ भनेको छ। अनि खाएको सेकोले फेरि भन्नुहुन्छ, के अरे वातासी नि चुखा मात्ते कुदासाई भनेको छ है। मलाई चाहिँ समात्नुहोस् भनेको चाहिँ तोइरे मादे इकी मास्यो भनेको चाहिँ टोइलेटतिर जाउँ शौचालयसम्म जाउँ भनेर चाहिँ भनेको छन् है त। ल अब हजुरहरूले संवाद चाहिँ बुझिसक्नु भयो होला के को बारेमा छ भनेर। अब मन्दै तर्फ चाहिँ लागौँ है त। के अरे मन्दै खाइवानु नायोदे होसी तादासी मनो एरान्दै कुदासाई भनेको छ। संवाद हेरेर चाहिँ मिल्ने एउटा चाहिँ के अरे शब्द चाहिँ छान्न पठाएको छ, हेरौँ है त एमा। ल एमा रहेको छ, खाइको सेकुवा गोहानो हानासिसिते मास भनेको छ है। के अरे खाइको सेको चाहिँ खाइको सेकोले चाहिँ खानाको बारेमा चाहिँ कुराकानी गरेको छ अरे हो र, होइन है, खानाको बारेमा कुरा गरेको छैन। अनि बीमा रहेको छ सुजुकी सान वा तोइरिनी इकिदाए तो इति मास भनेको छ। सुजुकी सान चाहिँ टोइलेट जाने मन छ भनेर चाहिँ भन्नुभयो अरे, हो कि होइन त। टोइलेटको उसमा चाहिँ कुरै गरेको छ के अरे। यो चाहिँ मिला जस्तो छ, अरू पनि हेर्दै जाउँ है के छ तल पनि। सीमा सुजुकी सान हितोरिदे आरु के नाइतो इते मास भनेको छ। सुजुकी सान चाहिँ एक्लै चाहिँ हिँडेर चाहिँ जान्न भनेर चाहिँ भन्नुभयो हो कि होइन त। यो चाहिँ होइन जस्तो लाग्छ है। अनि डीमा रहेको छ सुजुकी सानमा निमैतो इति मास भनेको छ। सुजुकी सान चाहिँ निन्द्राको कुरा चाहिँ गरेको छ भनेको छ हो र, निन्द्राको बारेमा कुरा गरेको छैन। त्यही भएर यसको 10 को करेक्ट एन्सर हुन्छ बी है त। सुजुकी सान चाहिँ अब टोइलेट जान चाहिँ के अरे मन छ भनेर चाहिँ भन्नुभएको चाहिँ हुन्छ है। त्यही भएर चाहिँ बीको हुन्छ है त एन्सर। ल 11मा हेरौँ, 11मा चाहिँ के छ। ल 11मा हेरौँ, रियोस्यागा आन्जेन्ने न्युयोर्कु देखिरुयो हुने न्युयोर्कु मायने वा ताइचेउ खाकुनिन सिमास भनेको छ। जुन त्यो प्रयोगकर्ताले चाहिँ सुरक्षित रूपमा चाहिँ नुहाउन सकुन् भनेर चाहिँ के अरे नुहाउन सकुन् भने चाहिँ त्यो नुहाउनुभन्दा अगाडि चाहिँ स्वास्थ्य के कस्तो छ भनेर चाहिँ हामीले त्यो स्वास्थ्यको अवस्था चाहिँ के कस्तो छ भनेर चाहिँ हामीले के अरे चेक गर्नुपर्ने हुन्छ, जाँच्न पर्ने हुन्छ। अनि तल भनेको चाहिँ योको सेचुगा सामुको नारानायो हुने सिचुन ओ चिउसे सिमास भनेको छ। जुन चाहिँ हामीले नुहाउने कोठा क्या, नुहाउने कोठा बाथरुम चाहिँ चिसो नहोस् भनेर चाहिँ हामीले के गर्नु पऱ्यो, कोठाको चाहिँ तापक्रम चाहिँ के कस्तो छ भनेर चाहिँ हामीले चाहिँ मिलाउनु पर्छ। अनि तल भनेको चाहिँ न्युयोर्कको चिउवा रेउस्यानो यौसु हो योको मिते चिउजी खाने नाराना योन्यो चिउी सिमास भनेको छ। जुन नुहाइरहेको बेलामा चाहिँ प्रयोगकर्ताको अवस्थामा चाहिँ हामीले राम्ररी हेरेर चाहिँ त्यो धेरै समय चाहिँ नलागोस् भनेर चाहिँ विशेष ध्यान दिनु चाहिँ पर्छ, ध्यान दिन्छ भनेको छ।
अनि न्युयोर्क वा खारादा ओ योकु फुइटे सुइबुन ओक्यु ओ सिमास भनेको छ है, जुन के अरे नुहाएपछि क्या नुहाएपछि चाहिँ हामीले के गर्नु पऱ्यो, शरीरलाई चाहिँ राम्रोसँग पुछेर चाहिँ हामीले के गर्नु पऱ्यो, अनि तातो पानी या त कुनै अब पिउने वस्तु पिउने चिज चाहिँ हामीले खुवाइन्छ भनेको छ है। के अरे हजुरहरूले 11 को राम्रोसँग बुझिसक्नु भयो होला। यो चाहिँ अब मन्दैमा हेरौँ, बुन्नु नायोदे तादासी मोनो एरान्जे कुदासाई भनेको छ है। ल तल मन्दैतर्फ हेरौँ। ल एमा रहेको छ न्युयोर्क मायनी ताइच्यो ओ खाकुनिन सुरु हिच्यो वा आरिमासेन भनेको छ है, जुन चाहिँ त्यो नुहाउनु अघि चाहिँ स्वास्थ्य चाहिँ के कस्तो छ भनेर चाहिँ जाँच गर्नु चाहिँ आवश्यक छैन भनेको छ हो त, होइन है, आवश्यक छ। अनि बीमा रहेको छ न्युयोर्क च्यु वा रिउसियानो यौसो मिते नागारा आन्जेन्नी यो हाइरियोसिमास भनेको छ है, जुन त्यो नुहाइरहेको बेलामा चाहिँ प्रयोगकर्ताको चाहिँ अवस्था हेर्दै चाहिँ सुरक्षित रूपमा चाहिँ ध्यान दिन्छ भनेको छ हो त, हो कि होइन त? ल हो है त। त्यही भएर यसको करेक्ट एन्सर चाहिँ बी हुन पनि सक्छ। अरू पनि हेर्दै जाउँ के हुन्छ। सीमा हेरौँ, न्युयोर्कुनी जुइबुन होक्यु ओ सुरु हिच्यु वा आरिमासेन भनेको छ, जुन के अरे नुहाएपछि चाहिँ हामीले तरल पदार्थ चाहिँ दिन आवश्यक छैन भनेको छ हो त, होइन है, दिनुपर्छ। नुहाएपछि त अब केही होइन, खानेकुरा खानेकुरा यसो तातो त्यो पिउने कुरा त दिनु पऱ्यो नि त, त्यही भएर यहाँ आरिमासिन भनेको छ, त्यही भएर यो चाहिँ मिल्दैन है। डीमा रहेको छ योकुसिचुनो ओन्डोनी हाकी ओ चुके नाकुते मोइदेश भनेको छ, जुन के नुहाउने कोठाको तापक्रम चाहिँ ध्यान नदिए पनि हुन्छ भनेको छ हो त, होइन है, ध्यान दिनुपर्छ। त्यही भएर चाहिँ 11 को करेक्ट एन्सर चाहिँ यसको पनि बी नै हुन्छ है। ल अब 12 मा हेरौँ के छ। 12 मा चाहिँ थाइगो सेगो र सातो सानको चाहिँ दुईजनाको चाहिँ कुराकानी रहेको छ। के छ अब यसलाई पनि एक्सप्लेन गरेर चाहिँ हेरौँ है त। अब 12 मा खाएको सेको र सातो सानको चाहिँ कुराकानी रहेको छ। ल सुरु गरौँ है त। सातो सान पाजामानी किगाइरु मायनी ओ सिरो ओ किरानी सिमासुका भनेर चाहिँ भनेको छ। सातो सान पाजामा लगाउनु अघि तपाईँको जुन त्यो पछाडिको भाग भन्छ नि त, अब चाक भन्छ नि त, फिलो चाहिँ सफा गरिदिउँ कि भनेर चाहिँ खाएको सेकोले भनेको छ। सातो सानले भन्नुहुन्छ सो देख्ने भनेको चाहिँ हुन्छ ठिक छ खोलिदिनुहोस् न भनेर चाहिँ हुन्छ। अनि खाएको सेकोले चाहिँ भन्नुहुन्छ ज्या जुमुनो सागे मास्ने भनेको लो त्यसो भए चाहिँ म पाइँट चाहिँ तल झार्छु है भनेर चाहिँ भनेको छ। अनि सातो सालले भन्नुहुन्छ हाई ओनेगाइसीमा हुन्छ ओके ठिक छ कृपया भने चाहिँ हुन्छ कृपया चाहिँ भनेर भन्छ। अनि पाइँट चाहिँ तल झारेर चाहिँ हेर्नुहुन्छ। अनि फेरि खाएको सेकोले भन्नुहुन्छ ओसुरिगा चोतो आँखाको नाते मास्ने भनेर चाहिँ भनेको छ। फिलो है त्यो चाक चाहिँ यसो अलिकति रातो चाहिँ भए जस्तो छ, रातो चाहिँ भएको जस्तो देखिन्छ। अनि इताको नाइ देशका भनेको चाहिँ अनि दुखेको छैन, फिलो चाक चाहिँ अलिकति रातो भए जस्तो चाहिँ देखिन्छ, अनि तपाईँले दुखेको छैन भनेर चाहिँ खाएको सेकोले सातो सानलाई चाहिँ भन्नुहुन्छ। अनि सातो सानले भन्नुहुन्छ हाई सुकुसी इताई देश भनेको छ।
हजुर, अलिअलि चाहिँ दुखेको छ, अलिकति चाहिँ दुखिरहेको छ भनेर चाहिँ सातो सानले भन्नुहुन्छ है त। फेरि खागे सेगोले भन्नुहुन्छ, सो देशका खानको सेक हुने रेन्डाको सिते ओकिमास्ने भनेर भनेको छ। त्यस्तो हो भने चाहिँ म नर्सलाई चाहिँ एकचोटि सम्पर्क गर्छु भनेर चाहिँ भन्छ है त। कल गरेर चाहिँ कल गरेर जानकारी गराइदिन्छु भनेर चाहिँ भन्छ है त। ल, अब मन्दैतर्फ चाहिँ हेरौँ। खाइवानु नायले तारासी मनो एकान्दै कुरा साए भनेको चाहिँ संवाद हेरेर चाहिँ हामीले सही उत्तर चाहिँ छान्नुपर्ने हुन्छ है त। एमा हेरौँ। सातो सानमा जीवन दे ओसिओ फुकिमासिता भनेको छ। सातो सानले चाहिँ आफै त्यो फिलो चाहिँ सफा गर्नु भएर आफैले सफा गरेको हो त, सातो सानले होइन है। त्यही भएर चाहिँ यो गलत हुनसक्छ। अनि बीमा हेरौँ। सातो सानवा जीवन दे जुवन ओ सागे मासिता भनेको छ। सातो सानले चाहिँ आफै पानी चाहिँ तल झार्नु भयो अरे हो त, होइन है। अनि सीमा छ, सातो सानवा पाजे मान्यो किगाए मासिता भनेको छ। सातो सानले चाहिँ पाजामा लगाउनु भयो अरे भनेको छ। पाजामा त खोलेर हेरेको हो नि त, त्यो लगाउने कुरा त उसै गरेको छैन, त्यही भएर चाहिँ मिल्दैन होला। डीमा हेरौँ। सातो सानवा ओसिरिगा इताइदेश भनेको छ। सातो सानले चाहिँ फिलो है चाक चाहिँ दुखिरहेको छ भनेको छ। दुखेको कुरा चाहिँ गरेको थियो नि त, यहाँ अलिअलि दुखिरहेको छ भनेको थियो। त्यही भएर चाहिँ यसको एन्सर चाहिँ करेक्ट एन्सर चाहिँ डी हुन्छ है। सातो सान चाहिँ त्यो फिलो चाक चाहिँ दुखेको थियो नि त, त्यही भएर चाहिँ यहाँ दुखिरहेको छ भनेको छ। त्यही भएर यसको करेक्ट एन्सर चाहिँ डी हुन्छ। ल, अर्को हेरौँ। 13मा रहेको छ निक्किन, जुन चाहिँ निक्किन चाहिँ इम्पोर्टेन्ट हुन्छ, इक्जाममा चाहिँ आउने गर्दछ निक्किन। अनि त्यही भएर चाहिँ इम्पोर्टेन्ट छ, यो चाहिँ राम्रोसँग बुझेर हेर्नु होला। ल, निक्किनमा चाहिँ रहेको छ सिचिजीबाट चाहिँ कतिसम्म छ। सिचिजीबाट चाहिँ निजु गोजीसम्म चाहिँ रहेको छ, जुन चाहिँ बिहानको 7 बजेदेखि दिउँसोको चाहिँ 3 बजेसम्म चाहिँ रहेको छ है त। ल, यसलाई चाहिँ यसो एक्सप्लेन गरेर चाहिँ हेरौँ। सिचिजीमा चाहिँ रहेको छ, सिचिजीमा चाहिँ सुक्किन आसानो मिटिङ्गु भनेको छ है। यो चाहिँ काममा जाने चाहिँ जुन काममा आउनलाई चाहिँ 7 बजे जुन काममा आउन र बिहानको चाहिँ मिटिङ भनेर चाहिँ भनेको छ है त, 7 बजेमा। अनि हाचिजीमा चाहिँ हेरौँ। हाचिजीमा चाहिँ न्युयोको खाइगो भनेको छ। यो चाहिँ नुहाउनलाई चाहिँ के भनेको छ, नुहाउन चाहिँ सहयोग गर्ने भनेको छ है त। अनि जिउजीमा चाहिँ सुइबुन होक्यु खाएको भनेको छ, जुन चाहिँ पानी चाहिँ पिउन चाहिँ सहयोग गर्ने, पानी पिउन चाहिँ सहयोग गर्ने भनेको छ। अनि जिउनिजीमा चाहिँ रहेको छ, जिउनिजीमा चाहिँ चिउसेकु जुम्बी भनेको छ है। जुन यो चाहिँ के अरे दिउँसोको जुन 12 बजे चाहिँ दिउँसोको खाना चाहिँ के गर्ने छ अरे, खानाको चाहिँ तयारी भनेको छ। अनि जिउ सान्जीमा चाहिँ सिउको जिउ खाइगो भनेको छ है, जुन चाहिँ खाना खुवाउन चाहिँ सहयोग भनेको छ। अनि जिउ योजीमा चाहिँ फुकियाको खाइगो भनेको छ है, जुन चाहिँ के अरे औषधि खुवाउने चाहिँ सहयोग भनेको छ है। ल, हजुरले यो निक्किन चाहिँ राम्रोसँग बुझिसक्नु भयो होला। यो टाइम हेरेर चाहिँ हामीले एन्सर चाहिँ मिलाउनु पर्ने हुन्छ। मन्दाइमा हेरौँ है त। तादासी कोतायो एरान्डे कुदा साय भनेको छ। सही उत्तर चाहिँ हामीले छान्नुपर्ने हुन्छ एबिसिडी मध्ये। ल, हेरौँ है त।
एमा चाहिँ रहेको छ मिटिङ्गु नो सान्जिपुन नो आतोले खाएको हाजिमारी मास भनेको छ है। जुन त्यो मिटिङको पछि चाहिँ मिटिङपछि चाहिँ मिटिङ त्यो 30 मिनटपछि चाहिँ मात्र हाम्रो हेरचाह सुरु हुन्छ भनेको छ हो त होइन है। सिधै त्यो 8 बजेमा चाहिँ नुहाउनको लागि चाहिँ सुरु भएको हुन्छ भनेको छ नि त। त्यही भएर चाहिँ यो चाहिँ गलत हुन्छ है त। अनि बीमा रहेको छ निकिनवा जेनबुदे हाचिजिकान देश भनेको छ है। जुन चाहिँ त्यो दिनको चाहिँ जम्मा कति हुन्छ त 8 घन्टा हो कि होइन त। अब 7 देखि 15 भनेपछि त 8 घन्टै हो है। त्यही भएर चाहिँ यसको एन्सर यो बीको हुनसक्छ। अरू पनि हेर्दै जाउँ के छ। सीमा हेरौँ त। स्योकुजी खाएको वा निजी खान डाके देश भनेको छ। जुन चाहिँ त्यो के अरे खानाको जुन त्यो सहयोग चाहिँ 2 घन्टा मात्र भनेको छ है। 2 घन्टा भनेको चाहिँ छैन, लेखेको चाहिँ छैन त। त्यसमा चाहिँ कति बजे भनेको छ त। स्योकुजी खाएको चाहिँ कति बजे भनेको छ। 13 बजे भनेको छ है। जिउ सान्जीमा चाहिँ भनेको छ। त्यही भएर चाहिँ यो पनि मिल्दैन है। ठ्याक्कै 2 घन्टा भनेर तोकेको चाहिँ छैन, तर माथि चाहिँ सुरु चाहिँ 13 बजेबाट भनेको नि त। त्यही भएर चाहिँ यो सीको पनि हुँदैन। डीमा हेरौँ है त। हाजिमिनी फुकुयाको खाएको सिमास भनेको छ है। जुन यो फुकुयाको खाएको चाहिँ सुरुमा हुन्छ अरे। जुन यो औषधिको सहयोग चाहिँ सुरुमा हुन्छ भनेको छ। यो सुरुमा चाहिँ होइन, यो लास्टतिर हो नि त। 14 बजेमा हो नि त। त्यही भएर चाहिँ यो सुरुमा भनेको छ। त्यही भएर यो मिल्दैन। त्यही भएर हाम्रो यो यसको निकिनको करेक्ट एन्सर चाहिँ हाम्रो कति हुन्छ त। यसको बी हुन्छ है त। 8 घन्टा हो नि त। त्यही भएर चाहिँ यसको करेक्ट एन्सर चाहिँ बी हुन्छ। 7 देखि 15 हुन्छ 8 हुन्छ नि त। त्यही भएर बी हुन्छ है त। ल अब 14मा हेरौँ। 14मा चाहिँ के छ। 14मा ल 14मा चाहिँ सुरु गरौँ। मेन खाइनी चुइते नो ओनेगाई भनेको छ। जुन चाहिँ यो भेटघाट सम्बन्धी चाहिँ अनुरोध भनेर भनेको छ। ल तल हेरौँ है त। जिउ इची गाजुनी नारी मासिता भनेको छ। जुन चाहिँ के अरे 11 महिनामा चाहिँ 11 महिना चाहिँ लाग्यो भनेर चाहिँ भनेको छ है त। अनि तल हेरौँ। कोरेकारा सामुको नाते इन्फ्लुएन्जागा रेउको सिमास भनेर चाहिँ भनेको छ। जुन चाहिँ यो अबदेखि चाहिँ चिसो बढ्छ र अनि के हुन्छ इन्फ्लुएन्जा चाहिँ फैलिन्छ भनेर चाहिँ भनेको छ है त। अनि तल हेरौँ। नोरो इसु म ओकु नारीमास भनेको छ। जुन चाहिँ यो नोरो भाइरस पनि के हुन्छ धेरै हुन्छ भनेर चाहिँ भनेको छ। अनि तल हेरौँ। नेचु सेकी हाकी के नादो नो स्योजोगा आरु हितो वा मेनखाइगा देखिमासेन भनेर चाहिँ भनेको छ। जुन चाहिँ यो ज्वरो खोकी अनि यो बान्ता के वकवाकी जस्ता यो लक्षणहरू चाहिँ भएका मानिसले चाहिँ के गर्न पाउँदैन अरे। भेटघाट गर्न चाहिँ पाउँदैन, भेटघाट गर्न चाहिँ सकिँदैन भनेर चाहिँ सक्नुहुन्न भनेर चाहिँ भनेको छन् है त। अनि तल हेरौँ। गेन खानु इरुगुचिनी आरुकोरु स्योदोकु एकिगा ओइते आरिमास्यो नोदे गोसिउ कुदासाय भनेर चाहिँ भनेको छ। जुन चाहिँ यो प्रवेशद्वारको यो ढोकामा चाहिँ अल्कोहल र सेनिटाइजर चाहिँ राखिएको छ। अनि यो प्रयोग गर्नु अघि चाहिँ हामी यो हात चाहिँ राम्रोसँग सफा गर्नुहोस् भनेर चाहिँ भनेको छन् है त। ल तल मन्दाइमा चाहिँ माथिका अनुसार चाहिँ मन्दाइ यो वाक्य चाहिँ एउटा करेक्ट एन्सर चाहिँ जानुपर्ने हुन्छ। नानी बुन्नु नायोले तागासिमो इरान्देको छ भनेको चाहिँ यो चाहिँ
सही चाहिँ उत्तर छान्नुपर्ने हुन्छ। हेरौँ है त। गेन खान्ने आरु कोरु स्यौदोको एकी गा नाइ तोकिवा मेन खाइने मेन खाएगा देखि मासेन भनेर चाहिँ भनेको छ। जुन चाहिँ यो प्रवेशद्वारमा सेनिटाइजर छैन भने चाहिँ भेटघाट गर्न पाइने छैन भनेको छ है। यो चाहिँ अलि मिल्दैन होला। बीमा हेरौँ। नोरो इरुसुगा ओइ नोदे मेन खाएगा देखि मासेन भनेर भनेको छ। जुन चाहिँ यो के अरे नोरो भाइरस चाहिँ धेरै भएकोले चाहिँ भेटघाट गर्न चाहिँ सक्नुहुन्न भनेर चाहिँ भनेको छ। यो चाहिँ भेटघाट गर्ने भन्ने चाहिँ कुरा चाहिँ आएको छैन। अनि सीमा हेरौँ है त। इन्फ्लुएन्जागा रेउको सिते इरु नोदे मेन खाएगा देखि मासेन भनेर चाहिँ भनेको छ। जुन चाहिँ यो इन्फ्लुएन्जा यो फैलिएकोलाई चाहिँ भेटघाट गर्न पाउँदैन भनेर भनेको छ। यो भेटघाट गर्न पाउने छैन भने चाहिँ यो कुरा चाहिँ उस छैन। अनि डीमा हेरौँ। नेचु सेकी हाकिकेन स्यो जेउगा आरु तोकी वा मेन खाएगा देखि मासेन भनेको छ। जुन चाहिँ यो ज्वरो खोकी अनि यो बन्दाहरू चाहिँ लक्षण भएको मान्छेहरू चाहिँ भेटघाट गर्न पाउने छैन भनेर भनेको छ। जुन यो जस्तै यस्ता बिरामी भएका मान्छेहरू यो जुन यो लक्षण भएका चाहिँ भेटघाट गर्न पाउने छैन भनेर चाहिँ भनेको छ। त्यही भएर चाहिँ यसको करेक्ट एन्सर चाहिँ डी हुन्छ है त। जुन यो बिरामी भएका मान्छेको यो लक्षण देखिएका यो बिरामीहरूले चाहिँ यो भेटघाट गर्न चाहिँ पाइँदैन भनेर यहाँ माथि भनेको छ नि त। त्यही भएर चाहिँ करेक्ट एन्सर चाहिँ डी हुन्छ है त। क्वेसन नम्बर 15मा चाहिँ रहेको छ दुईजना जो खाएको र आकिसानको चाहिँ दुईजनाको कुराकानी रहेको छ। हेर्नु है त। आकिसान सुप वा अमारी नोन्दे इमासिन्ने भनेको छ है। आकिजी अनि सुप चाहिँ धेरै पिउनु भएको छैन नि है भनेर चाहिँ भनेको छ है। आकिजी तपाईँले चाहिँ सुप चाहिँ धेरै पिउनु भएको छैन नि है भनेर चाहिँ भनेको छ है। अनि आकिसानले भन्नुहुन्छ ओइसी कुनाइन देश भनेको छ है। के अरे स्वादिलो छैन अरे। स्वादिलो नभएर चाहिँ सुप चाहिँ धेरै नपिउनु भएको अरे है। अनि फेरि पनि खाएको सुकुले भन्नुहुन्छ सो देशका भनेको ए हो र। अनि आकिसानमा रेउरीगा जेउजी देशी ताने भनेको छ है। आकिजी तपाईँ त खाना बनाउन चाहिँ एकदम सिपालु हुनुहुन्थ्यो नि भनेर चाहिँ खाएको सुकुले आकिसानलाई भन्नुहुन्छ। फेरि पनि खाएको सुकुले भन्नुहुन्छ कि आसितानो हिरु मेसी ओ इस्यौनी चुकुरी मास्यौका भनेर भनेको छ। जुन चाहिँ भोलिको दिउँसोको खानामा चाहिँ के छ त्यो सँगै चाहिँ बनाउने है भनेर चाहिँ भनेको छन् है। अनि फेरि पनि आकिसानले भन्नुहुन्छ उरिसी भनेको छ। अनि खुसी लाग्यो भनेको छ। अनि वातासी वा यासैनो आगे मनोगा तोते म जेउजु देश भनेको छ है। अनि म चाहिँ तरकारीको त्यो तारेको परिकार चाहिँ धेरै चाहिँ राम्रो बनाउँछु धेरै त्यो बनाउनु चाहिँ जानिन्छु भनेर चाहिँ भनेको छन् है। अनि साकानानो सुपुगा सुकुरी मासु हो भनेको छ है। अनि माछाको त्यो के अरे सुप पनि बनाउँ भनेर चाहिँ भनेको छन्। फेरि पनि खाएको सेकोले भन्नुहुन्छ स्वदेश ने भनेको चाहिँ ठिक छ भनेको छ। अनि वातासिम तानोसिमी देश भनेको छ मलाई पनि खुसी लाग्यो भनेर चाहिँ खाएको सेकोले अन्तिम गर्नुहुन्छ है त। ल अब हजुरले यो उस चाहिँ के अरे संवाद चाहिँ बुझिसक्नु भयो होला। अब मन्दैतर्फ लागौँ है त। खाइवानो नायोदे तादासी मन एरान्दी कुरासाई भनेको छ। ल हेरौँ है त। एमा चाहिँ आसितानो हिरो मेसिवा खाएको सेकुगा चुकुरी मास भनेको छ। जुन चाहिँ भोलिको दिउँसोको खाना चाहिँ के गर्छ त खाएको सेकुले बनाउँछन् रहेछ त होइन है। त्यो सँगै बनाउने भनेको छ नि त। त्यही भएर चाहिँ
यो मिल्दैन। अनि बीमा हेरौँ, आसितानो हिरुवा यासानो सुपुगा चुक्री मासु हो भनेको छ। जुन भोलिको दिउँसोको तरकारीको सुप बनाऊ भनेको चाहिँ हो त हुँदैन है। जुन चाहिँ त्यो तरकारीको जुन त्यो आगो सुप होइन नि त है। अनि आसितानो हिरो मेसिवा सागलानो सुपुगा चुक्री मासु हो भनेको छ। जुन भोलिको दिउँसोको उसमा चाहिँ के अरे जुन त्यो भोलिको दिउँसोको माछाको चाहिँ के बनाऊ भनेको सुप चाहिँ बनाऊ भनेको छ नि त। अनि माथि पनि त्यही भनेको छ, त्यही भएर चाहिँ यो एन्सर मिल्छ कि के छ डीमा नि हेरौँ। आसितानो हिरो मेसिवा आकिसानगा हितोरी दे चुक्री मास भनेको छ। जुन चाहिँ के अरे जुन चाहिँ त्यो भोलिको दिउँसो चाहिँ खाना चाहिँ आकिसानले चाहिँ एक्लै बनाउँछन् भनेको छ हो र होइन है। सँगै बनाऊ भनेको छ नि त, त्यही भएर चाहिँ करेक्ट एन्सर कुन हुन्छ त? सी हुने भयो है त। ल आजको क्वेसन चाहिँ यति नै। बुझ्न नसकेको कुनै क्वेसनहरू छ भने चाहिँ कमेन्टमा लेख्नु होला। अनि भिडियोहरू चाहिँ मन पऱ्यो भने चाहिँ लाइक सेयर एन्ड सब्सक्राइब चाहिँ गर्न चाहिँ नबिर्सिनु होला है त। ल बाई बाई साथीहरू, जय माता।